दिदीहरू पनि आउनुभएछ हामी हिँडेको सामा जाने टोली लु एकदम जुम्चाएर आज मासु फिर्ता आउँदैन रे कान्छ मासु फिर्ता आउँदैन आज खै कुखुरा कत्रो कत्रो रहेछ हेरौँ कुखुरा धेर 4 किलोको छ ए लु ठिकै छ लु जाम इमेल्दा सा ओडे टोल फोला र रोड्दा देप्तिर निसा उमर न मेरे महीने का आलो टक्सर दाची माने नचिन्दा आला ना के इते जेको ठीक यो एकजनाले मात्र हुने रहेछ नि दुईजनाको टोली चाहिँ आएर अघि नै सबले पनि पकाएर भात पनि पकाउन लाग्नु भएछ त के गर्नु भएर रे दिदी ए रसुमन दिदीले चाहिँ रोटी पकाइसक्नु भएछ त्यो किन त्यस्तो गर्नु भएको ला चुल उता फर्काउनु पर्छ क्या पहिला रोटी बनाउने हो पहिला रोटी एउटा बनाउँदा हुन्छ कम्ती हो खोइ हाम्रो बोको कान्छ यो मे आमा टु आज मिस्नु होला त्यो पनि त्यही राख्नु भाइ पतल दाबस भैया यो भैया देखिन बान्या भैया दिउ एउटा अहिले अनि थोरै थोरै तिमीलाई मैले अस्ति सिकाएको भाइ भाइ सारा खै बन्ने भाइ खै सेन्ने निस्कि रहेछ नानी ओम भात ध्यान खागा ताली दिन्छ यो मे के रेना के तिमीले काम गरेर मैले चल गर्नु हामीसँग ल्याएर नेटेरु भाइ यति के दोरै कस्तो कालो भयो भने अलिक लाइट चल्छ के धुम्नु के त्यो हसीबारी पना पनि पनि क्याफे अब है दोर्जी माले पेट्रोल में का थे ओ को दिन कोई टपरी को हम तो आलो बारी रे चलो पानीले नपुगेर होला नहीं भाई हम का जिल्दी बात थी सोचले सेबा ओम चले बाबू नानी पनि हो यही हो नेपाली पनि हो मिठो ठो खी अब ऊपर निस्किएको सबै यो खाले हाल्छ आसे हो क्वाट टपरी सबले क्वाट डोनल जी उठिना हैन इन जी सोचे हो उठी पता सेरा ओडे आटो प्रेदी ती फाइल छ के लु यलो बा कन त्याङ नसी बारी पा हम ना के त्यो यलो बा कन है ना खाले ओते न पाउनु बा
Tema lo. Kota prihe pa kota prikhamsi kot duna khamsi. Dui tetap prino kot duna tema lo. दाजु दुईजनाले चाहिँ सामाको तयारी गर्दै हुनुहुन्छ एकैचोटि तिनजनाको एकैचोटि गर्न मिल्ने रहेछ नि मिल्छ ए हजुर ए कान्छ उपर हाम्रो डोकोमा राख ल मैले दिँदा हुन्थ्यो होला नि दाजु यी लिनुहोस् त दिदीको चाहिँ फर्स्ट कम्पनी रहेछ तपाईको चाहिँ हामी दुईजनाको चाहिँ बराबरै कम्पनी सुरुमा भाले त्यहाँपछि पोथी टाउको यो कसको टाउको यो कसको टाउको एउटा विमानको मम्मीको चिन्नु पर्छ धनीले एउटा विमानको मम्मीको टाउको एउटा विमान पापाको टाउको लाउनु पर्ने कुखुराको बेकारी आस्था छाम्सी Rồi em đi thì cấp thịt cho mẹ đi tôm ăn ra như sao mà खुट्टा पनि लाउनु भएको एउटा काचै त्यो पाक्दै त्यहाँ पनि पाक्दै होइन सकिन लागेको छ यहाँ खानेकुराहरू हामीले ओसारिसकेको छौँ यहाँ अब खाना बाँकी पूजा सकेर त्यहाँ भात छ त्यो भाँडोमा तरकारी मासु यो भित्र जाट छ यहाँ यो जाट एउटा दुईटा यो चाहिँ खतरा रहेछ कति साह्रो लगाएको यसको बिर्को त उसकेको थिएन होला अनि कान्छा चाहिँ वेटर हुनुहुन्छ लड्छ है कराई लड्छ त्यो त कान्छा चाहिँ फ्ल्याट भएको छ त्यहाँ हुँदै यो कसको विमान मम्मीको पुरा चाहिँ सामाको हेपा खाम्सी सबै
जम्मा यति रहेछ 3 ग्रुप खाने मान्छे चाहिँ यता हुनुहुन्छ पूजा गर्ने ठाउँ चाहिँ ऊ त्यहाँ पर छ त्यहाँ पकाएको त्यहाँबाट ल्याएर अब यहाँ खाने हामी चिसोले मेरो नाक पनि बन्द भएछ पस्काउनु है 2 जनाले कि राईजाति चाहिँ चिन्डो हुनै पर्छ पूजा गर्दाखेरिमा हो यो माटोको होइन यो खारे हो भन्छ हाम्रो भाषाबाट फलेको नेपाली भाषाबाट भन्छ फलेको रुखमा फलेको रुखमा फलेको हो बोटमा फलेको के पो यो बिना हुँदैन हजुर रुखमा त होइन है साँच्ची कान्छा त लहरामा चाहिँ फल्छ लहरामा रुखमा गएर फल्छ लु अब हाम्रो सुरु हुनेवालामा छ यहाँ सबैका कलमा तर हामी 8 बजे त आएको 8 बजी त घरमै थियो 8 बजी Ang people yang khas dia apa dalang kham dang do tiasa. कान्छा त कस्तो माया लाग्दो तरिकाले टुक्रुक्कै बस्नुभएछ 2टा कान्छा साह्रो पर्नुभएछ नि Kansa lewat asu dapat kuat bacan saya suami pancu hei ya kayak dua dah ini apa hati am siapa ada ke dua iya am siren ये कल से खाना kalau kamu putih baisan lihat yang jual dah nak kasih dah orang pasal orang tu jual lalu pak jarnap sana tu tempat dia siapa jar patah sambat puri dore saisa आमसे पति हम पूरी दिमा पूरी को हारी थम दि कुसी मारे स पैसे हति बेसी को आमसे पति उठी जो छोटू जो सारा दिन लोग कन है हम पूरी कांचिंग सी हम तू कदे लाठले त्यहाँ तर उन पैसा तू के त हे पा उना के भयो क्यो हम भोर इन पिए न दुई खारे लगे के पाई परा खरसानी उनु हां बाउ या हो लान्ते खरसान प्रेसे मेरो भाग चाहिँ यहाँ छ यो ले हुन्छ दिदी लु सुरु गरौँ लु सारा सुन्नु कुरा हैन ăn hơi ăn chân thế nào thế nữa thật vậy kan ada बात मारे हरायो हिँड्यौँ है हामी घर बजाउने थिएँ छैन ब्याट्री सक्यो ब्याट्री लो भयो